के तपाईलाई पनि एक्जाम दिँदा लेख्दाखेरि यस्तो समस्या हुन्छ कि सुरुमा छिटो लेख्न खोज्नुहुन्छ तर केही समयपछि हात दुख्न थाल्छ, लेखाइ ढिलो हुन्छ अनि टाइम पनि पुग्दैन। धेरै विद्यार्थीहरूलाई यो समस्या हुन्छ, तर धेरैलाई थाहा छैन कि एक्जाममा फास्ट लेख्नु अघि 2 देखि 3 मिनेटको ह्यान्ड एक्सरसाइज गरेपछि एकदमै छिटो स्पिड र निरन्तर लेख्न सकिन्छ। आजको भिडियोमा म तपाईलाई 5 वटा सिम्पल ह्यान्ड एक्सरसाइज सिकाउने छु जसले तपाईको ह्यान्ड पेन कम गर्नेछ, तपाईको राइटिङ स्पिड बढाउनेछ र एक्जाममा कन्फिडेन्स पनि बढाउनेछ। सो भिडियो सुरु गर्नुभन्दा पहिले च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुस्, लाइक गर्नुस् र आउनुस् भिडियो सुरुवात गरौँ। पहिलो एक्सरसाइज छ फिंगर स्ट्रेच एक्सरसाइज। सबैभन्दा पहिले गरिने एक्सरसाइज हो फिंगर स्ट्रेच। हामीले लामो समय लेख्दा फिंगर मस्कल टाइट हुन्छन्, त्यसैले एक्जाम सुरु गर्नु अघि फिंगर स्ट्रेच गर्नुपर्छ। अब कसरी गर्ने भन्दा सबै फिंगरलाई फैलाएर खोल्नुहोस्, त्यसपछि मुट्ठी बनाएर बन्द गर्नुहोस्। यही प्रक्रिया 10 देखि 15 पटक दोहोर्याउनुहोस्। यसले फिंगर मस्कललाई रिल्याक्स बनाउँछ। जब फिंगर रिल्याक्स हुन्छ तब तपाईले एकदमै स्पिड लेख्न सक्नुहुन्छ। धेरै प्रोफेसनल राइटर्स र स्टुडेन्टहरूले पनि यो एक्सरसाइज फलो गर्ने गर्छन्। दोस्रो एक्सरसाइज छ रिस्ट रोटेसन एक्सरसाइज, मतलब नाडीलाई रोटेट गर्नुहोस्। लेख्दा सबैभन्दा धेरै प्रेसर नाडीमा पर्ने गर्छ हेर्नुस्, त्यसैले एक्जाम सुरु गर्नु अघि नाडीलाई थोरै रोटेट गर्नुहोस्। यो गर्न निकै जरुरी छ। अब कसरी गर्ने भन्दा आफ्नो हातलाई मुट्ठी बनाउनुहोस् र सिधा अगाडि राख्नुहोस्। अब नाडीलाई क्लकवाइज डाइरेक्सनमा 10 पटक घुमाउनुहोस्, त्यसपछि फेरि एन्टी क्लकवाइज डाइरेक्सनमा 10 पटक घुमाउनुहोस्। यसले तपाईको नाडीको दुखाइ पनि हटाउँछ, जो थकान महसुस हुन्छ, त्यो नाडी थाक्ने पाटिने हुन्छ, त्यो पनि हटाउँछ र तपाईको ब्लड सर्कुलेसनलाई बढाउँछ। फलस्वरूप तपाईको हात लङ टाइमसम्म पनि नथाकेर तपाईले मजाले लेख्न सक्नुहुन्छ। तेस्रो एक्सरसाइज छ थम्ब प्रेस एक्सरसाइज। लेख्दा पेन समात्ने काम मुख्य रूपमा थम्ब र इन्डेक्स फिंगरले गर्छ, त्यसैले यी फिंगर स्ट्रङ हुनु पनि जरुरी छ। अब कसरी गर्ने भन्दाखेरि थम्बलाई इन्डेक्स फिंगरसँग जोड्नुहोस्, हल्का प्रेसर दिनुहोस्, त्यसपछि थम्बलाई मिडल फिंगर, रिङ फिंगर र लिटल फिंगरसँग पनि त्यसै गरी जोड्नुहोस्। यो एक्सरसाइज कम्तीमा पनि 5-6 पटक रिपिट गर्नुहोस्। यसले तपाईको फिंगर कोअर्डिनेसन सुधार्छ र पेन कन्ट्रोल पनि राम्रो बनाउँछ। त्यसपछि तपाईको राइटिङ पनि राम्रो हुन्छ र लङ टर्म लेख्न पनि सक्नुहुन्छ। चौथो एक्सरसाइज छ ह्यान्डसेक एक्सरसाइज। यो एक्सरसाइज एकदम सिम्पल छ तर धेरै इफेक्टिभ पनि छ। कसरी गर्ने भन्दाखेरि आफ्नो हातलाई हल्का सेक गर्नुहोस्, जसरी पानी झार्दा हात हल्लाइन्छ नि त्यसरी यसलाई 15 देखि 20 सेकेन्ड गर्नुहोस्। यसले हातमा भएको टेन्सन हटाउँछ र मस्कललाई चाहिँ रिल्याक्स बनाउँछ। जब मस्कल रिल्याक्स हुन्छ तब राइटिङ स्पिड नेचुरली बढेर जान्छ। र आजको लास्ट अनि 5औं एक्सरसाइज छ हेयर राइटिङ एक्सरसाइज। यो एक्सरसाइज एक्जामको लागि धेरै उपयोगी हुन्छ र गर्न एकदमै जरुरी छ। हातमा पेन समातेको जसरी एक्जाम दिनुभन्दा अथवा लेख्नुभन्दा अगाडि एउटा रफ पेपरमा हावामा लेख्नुहोस् के हावामा प्र्याक्टिस गर्नुहोस्। यत्तिकै हातमा पेन लिएर जस्तै एबिसी क ख ख जे पनि लेख्न सक्नुहुन्छ। 20 देखि 30 सेकेन्ड मजाले हावामा जे आउँछ त्यही लेख्ने प्रयास गर्नुहोस्। अब यसले के हुन्छ भन्दाखेरि तपाईको ब्रेन र ह्यान्ड बीचको कोअर्डिनेसन चाहिँ बढाउँछ। तपाईको दिमागलाई थाहा हुन्छ अब म लेख्न जाँदैछु भनेर थाहा हुन्छ र तपाईको हात पनि त्यही अनुसार फोकसेबल हुन्छ। फलस्वरूप जब तपाई एन्सर सिटमा लेख्न सुरु गर्नुहुन्छ तपाईको हात काम्दैन, तपाईको हात मुभमेन्ट गर्दैन, तपाईको हातले स्मुथली मुभमेन्ट गर्छ राइटिङ तर्फ, किनकि तपाईले अलरेडी ब्रेनलाई सिग्नल दिइसक्नु भएको छ अब म लेख्न जाँदैछु भनेर। सो त्यसकारण लेख्नुभन्दा अगाडि रफ पेपरमा 2-4 वटा अक्षर 5-10 सेकेन्ड यत्तिकै रफ गरेर बल्ल लेख्न सुरु गर्नु होला। यी 5 वटा एक्सरसाइजहरु गर्नुभयो भने तपाईले एकदमै स्पिडमा लेख्न सक्नुहुन्छ र लङ टर्म विदाउट पेन बिना मजाले लेख्न सक्नुहुन्छ र आफ्नो टाइमलाई सेभिङ प्लस आफूले चाहेको जस्तो एन्सर लेखेर आउन सक्नुहुन्छ। आजको भिडियोमा यही नै थियो। यो भिडियोमा भएका कुराहरूलाई फलो गर्नु होला, व्यवहारमा उतार्नु होला। त्यस्तै भिडियोको लागि हामीलाई सब्स्क्राइब गरेर जोडिनु होला। हस्त धन्यवाद।